हार्दिक स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरूमाझ उपस्थित भइसकेको छु। सुरु गरौँ आज दिनभरिका समाचारका शीर्षकहरूबाट। नाराबाजीकै बीचमा वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित। बाँदरको आतंक समाधानको उपाय संसारमा छैन, महावीर पुन। विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान। प्रधानमन्त्री संसदमा आउनुपर्ने भन्दै विपक्षी दलहरूको संसदमा अवरोध। कृषि उपजको भुक्तानी 25 दिनभित्र गर्न सरकारको निर्देशन। कक्रोच जनता पार्टीको लोकप्रियता बढ्दै इन्स्टाग्राममा 1,18,00,000 भन्दा बढी फलोअर। खानेपानीमा लाग्दै आएको 25% आयोगको हटाउनुपर्ने महासङ्घको माग। नेप्से 12.36 अङ्कले घट्यो, 3,89,00,00,000 कारोबार। जबरजस्ती करनी गरेको अभियोगमा दाङबाट 2 जना पक्राउ। पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने। डाबर नेपालको मह अखाद्य बजारबाट फिर्ता लिन निर्देशन। अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक सहभागिता गराउनुपर्नेमा जोड। तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।